नमस्ते। ल आज कुरा गरौँ नेपालको पुँजी बजारमा आएको एउटा नयाँ लगानीको अवसरको बारेमा। सिटिजन सन्तुलित योजना। यो योजनाको भित्र के छ, बाहिर के देखिन्छ, आज हामी सबै कुराको चिरफार गर्दैछौँ। हो, प्रश्न यही हो। एकातिर बजारको उतार चढाउबाट फाइदा लिने, अर्कोतिर आफ्नो लगानीलाई सुरक्षित पनि राख्ने। के यो साँच्चै सम्भव छ त? आउनुहोस्, यसको गहिराईमा डुबुल्की मारौँ र सत्य तथ्य पत्ता लगाउँ। ल कुनै पनि लगानीमा हाम फाल्नु अघि त्यो के हो भनेर त बुझ्नै पर्यो, होइन र? त्यसो भए सुरु गरौँ यो सिटिजन सन्तुलित योजना अर्थात् CSTUY आखिर हो के भन्नेबाट। सिटिजन सन्तुलित योजना एउटा बन्दमुखी योजना हो। यसको मतलब के हो भने, सोच्नुहोस् त, यो एउटा यस्तो बस हो जसले सुरुमा एक पटक मात्रै यात्रु चढाउँछ। यात्रा सुरु भएपछि नयाँ यात्रु सिधै भित्र आउन मिल्दैन, तर भित्र भएका यात्रुले एक अर्कासँग सिट साट्न सक्छन्। हो, नेप्सेमा हुने कारोबार भनेको त्यही सिट साट्ने जस्तै हो। यहाँ धेरै नम्बरहरू छन्, तर एउटा नम्बरमा आँखा अडिन्छ। त्यो हो 15%। कोष प्रवर्धक मतलब सिटिजन्स बैंक आफैले कुल पुँजीको 15% अर्थात् 15 करोड रुपैयाँ लगानी गर्दैछ। जब घरको मुलीले नै यति ठूलो बाजी लगाउँछ, त्यसले अरूलाई पनि भरोसा दिन्छ, होइन त? यसलाई सन्तुलित किन भनियो? जवाफ यो चार्टमा छ। यसले आफ्नो लगानीको 60% हिस्सा शेयर बजारमा लगाउँछ, जसले उच्च प्रतिफलको खोजी गर्छ, अनि बाँकी 40% चाहिँ ऋणपत्र जस्ता सुरक्षित ठाउँमा राख्छ। मतलब एउटा खुट्टाले दौडको मैदानमा छिट्टो दौडिएर जित्ने कोसिस गर्छ, अनि अर्को खुट्टाले चाहिँ जमिनमा बलियो गरी टेकेर लड्नबाट जोगाउँछ। कस्तो राम्रो रणनीति! ल गाडी कस्तो छ भनेर त हेर्यो, अब ड्राइभर कस्तो छ भनेर हेर्ने पालो, होइन? किनभने योजना जतिसुकै राम्रो भए पनि चलाउने मान्छे ठिक भएन भने त डुब्न सक्छ नि। यहाँ कथामा एउटा गजबको ट्विस्ट छ। एकातिर योजना चलाउने सिटिजन्स क्यापिटल, जसले यो खेल पहिले पनि खेलिसकेको छ, फन्ड सुरु गरेर सफलतापूर्वक बन्द पनि गरिसकेको छ। तर अर्कोतिर प्रायोजक सिटिजन्स बैंक, जो आफै अलिकति वित्तीय समस्यामा देखिन्छ। भनेपछि एउटा अनुभवी खेलाडी, तर उसको पछाडि रहेको ब्याकअप चाहिँ अलिक कमजोर। यो निकै चाखलाग्दो अवस्था हो। यो नम्बर हेर्नुस् त, 40%, त्यो पनि नगद लाभांश। मतलब बजारले साथ दियो भने यो टिमले लगानीकर्तालाई मालामाल बनाउन सक्छ भन्ने कुराको यो बलियो प्रमाण हो। उनीहरूको पहिलो फन्डले यस्तो कमाल गरेको थियो। तर कथाको अर्को पाटो पनि छ। सधैँ घाम कहाँ लाग्छ र, होइन? अहिले उनीहरूको दोस्रो फन्ड CMF2 को मूल्य 10 रुपियाँभन्दा तल 9 रुपियाँ 40 पैसामा झरेको छ। यसले के देखाउँछ भने बजार ओह्रालो लाग्दा उनीहरूलाई पनि लगानी जोगाउन गाह्रै पर्छ। नकारात्मक प्रभावसहित निगरानीमा। यो कुनै हल्ला होइन, यो सिधै क्रेडिट रेटिङ एजेन्सीको रिपोर्टबाट निकालिएको वाक्य हो, त्यो पनि कोष प्रवर्धक सिटिजन्स बैंकको बारेमा। यसले सिधै फन्डलाई असर नगर्ला, तर घरको जग नै अलिकति हलिएको छ भने घर कति बलियो होला भनेर सोच्न बाध्य बनाउँछ। ल फन्डको भित्री कुरा त धेरै गरियो, अब अलिकति बाहिर निस्केर हेरौँ। किनभने डुङ्गा जतिसुकै बलियो भए पनि समुद्र शान्त छैन भने यात्रा कठिन हुन्छ। नेपालको आर्थिक समुद्र अहिले कस्तो छ त? अर्थतन्त्रको इन्जिनमा पेट्रोल थप्ने काम केले गर्छ? रेमिट्यान्सले। र अहिले रेमिट्यान्स 31.4%ले बढेको छ। यो भनेको बजारमा लगानी गर्नका लागि पैसाको कमी छैन भन्ने प्रष्ट सङ्केत हो। अनि अर्को राम्रो खबर, ब्याङ्कहरूले दिने ब्याज घटिरहेको छ। अब साधारण मान्छेले के सोध्छ? ब्याङ्कमा पैसा राखेर के फाइदा, थोरै मात्रै ब्याज आउँछ, बरु म्युचुअल फन्डमै हालौँ, बढी कमाइ होला। हो, यही सोचले पैसालाई बजारतिर तान्छ। अनि यो नम्बर त झनै गजब छ, 1.11%। यो के हो? यो हो महँगी दर। मतलब सामानको भाउ खासै बढेको छैन। यसको अर्थ के हो भने तपाईले कमाएको 10% प्रतिफलको वास्तविक मूल्य पनि लगभग 9% हुन्छ। जब कमाई बढ्छ तर महँगी बढ्दैन, त्यसलाई नै त राम्रो समय भनिन्छ, होइन र? सबै कुरा हरियो देखिँदैमा ढुक्क हुनु हुँदैन। यहाँ एउटा लुकेको खाडल छ, एउटा पासो जसमा धेरै नयाँ लगानीकर्ताहरू फस्न सक्छन्। यो बुझ्न एकदमै जरुरी छ। आइपिओमा अर्थात् सुरुमा किन्दा एउटा इकाइको 10 रुपियाँ तिर्नुपर्छ। यो फिक्स प्राइस हो। तर खेल यहाँबाट सुरु हुन्छ। 10 रुपियाँमा किनेको त्यो इकाइ जब भोलिपल्ट नेप्सेको बजारमा बिक्रीको लागि आउँछ, त्यसको भाउ कति होला? के 10 रुपियाँ नै हुन्छ, वा बढी वा कम? र
दुःखको कुरा, नेपालको बजारको इतिहास हेर्दा वास्तविकता अलि तितो छ। प्रायजसो यस्ता फन्डहरू बजारमा आउने बित्तिकै 10 रुपियाँभन्दा कममा कारोबार हुन थाल्छन्। मतलब आज 10 रुपियाँ हालेर किन्दा भोलि डिम्याट खातामा हेर्दा त्यसको मूल्य 9 रुपियाँ देखिन सक्छ। किन्ने बित्तिकै घाटा हो। यसलाई नै भनिन्छ डिस्काउन्टको पासो। ल, हामीले राम्रो नराम्रो अवसर र जोखिम सबै पक्ष केलायौं। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के गर्ने त? लगानी गर्ने कि नगर्ने? यसको एउटै जवाफ छैन। कस्तो लगानीकर्ता हो त्यसमा भर पर्छ। यहाँ 3वटा बाटा छन्। त्यसो भए सारमा कुरा के हो भने, यदि लक्ष्य हरेक वर्ष अलिकति लाभांश खाने हो र लामो समय ढुक्कले बस्ने हो भने आइपिओ भर्दा हुन्छ। तर यदि सोच आज किनेर भोलि नै बेचेर नाफा कमाउँछु भन्ने हो भने परै बस्नुहोस्, यो तपाईँको लागि होइन। अनि सबैभन्दा चलाख बाटो के हुन सक्छ? पर्खने, आइपिओ नभर्ने, बजारमा आउन दिने, मूल्य घटेर 8-9 रुपियाँमा आएपछि विस्तारै किन्न थाल्ने। र अन्त्यमा यो एउटा व्यक्तिगत प्रश्नमा आएर टुङ्गिन्छ। के सुरुमा देखिने कागजी घाटालाई पचाएर धैर्य राखेर भविष्यमा आउने नियमित आम्दानीको लागि पर्खिन सकिन्छ? यो निर्णय लगानीकर्ताको आफ्नै हो।